हेलो सबैलाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ मेरो फर्स्ट ब्लग हो। आज चाहिँ हामीहरू जामजो हाइकिङको लागि जाँदै फर्स्टमा चाहिँ हामीहरूले अब आफ्नो घरबाट निस्केर अब आर्मी ब्यारेकमा आउँछौँ अनि आर्मी ब्यारेकमा 100 रुपैयाँको टिकट काटेर मात्र भित्र छिर्न पाउने हुन्छ। अनि यदि भन्दै मेरो ब्लग सुरु गरेँ। हेलो गाइस, हामी चाहिँ आज जङ्गलतिर हैन, थाक्यो, उकालो उकालो छ। ल अब हामी जाने है। कति उकालो आयो होला नि। यता हेर्न यहाँ उकालै उकालो गाह्रो छ गाइस हैन। लास्ट थाक्यो राममा, उकालो उकालो जङ्गलको बाटो मजा नि छ, एकदम रमाइलो हैन, थाक्ने रहेछ। यस्तो त होइन सबै भिडियोहरू हामीले होइन, फर्स्ट टाइम हो यो चाहिँ मेरो यो ठाउँमा चाहिँ। अब साथीहरू टर्नै छ। ओ क्यामराम्यान तिजी पानी फालेको होइन कि धरेको अब रुङ बस्छ नि त। ल यहाँ चाहिँ बाटो एकदम राम्रो आयो होइन फाइनली। अनि अलिअलि हिँड्न नि मजा छ, पसिना पनि सुकिसक्यो। अनि सबै अब के गर्ने, अब सबै रमाइदिनु होला होइन। यो चाहिँ मेरो छोटो भयो, अब छोटो बेस्ट फ्रेन्ड उसले तान्छ होइन, त्यही हो क्या। म त के भन्दैन, खतरा छ हेर्ने। अब जनताहरू त छैन त्यही पनि होइन, राम्रो छ नि, दामी छ। एउटा गीत गाउन मन लाग्यो होइन। कुन गीत भन्दा के हो यादै आएन के अरे सोधे जाँदा मैले यहाँ न यस्तै यस्तै हिँड्ने तरिका होइन, हिँड्ने तरिका। हामी केटाहरू थाके जस्तो छ हेर्दा। अब त रेस्ट गर्दैछ। ल छिम्नु थाक्यो क्या, साँच्चै न थाक्यो अलि। अब लास्ट थाक्यो, लास्टै थाक्यो क्या। अब के गर्ने। ल अगाडि सागर झ्याबुरो अनि उता भिङ्जुर दिल्ली र उस्तो कता छ। अनि हेर न बाटो यस्तो भिजल। ल कस्तो भयो भनिदिनु न। अब म त यस्तो खुसी छु। एउटा त हिजो इक्जाम थियो होइन, इक्जाम सिद्धियो। त्यो माथि आज बुधबार छुट्टी हुँदैन। हेराले त छुट धेरै हिँड्छ। त्यो खेलाउँछु यो पे काले क्याप्स छ यस्तो भन्ने। त्यसै त भोलि साङ्गे कि पो रेस जेस आमा, त्यसपछि त आसमान छुँदा क्या। आफै यहाँ हिँड्दा चाहिँ कस्तो रमाइलो फिल भयो यो भन्नु सक्थ्यो। झन् आज यसरी झन् म त हाइकिङ त्यस्तै झन् ट्रेकिङ मनपर्ने मान्छे आउँदाखेरि त के भन्नु, नो वर्ड। भनेपछि रमाइलो भएछ एकदम, बयान गर्न सक्दैन रे कि अब शब्दमा भन्न नि सक्दैन। मलाई नि होइन त्यस्तै भयो, एकदम रमाइलो। अरूहरूलाई नि सोध्दै गरौँ न होइन। अब मिलन कस्तो भयो? रमाइलो भइरहेको छ। कतिको रमाइलो? पैसा निस्किरहेको छ मेरो 10 केजी करियो। अब 10 केजी कम भयो। अब भने 10 केजी घटेछ। ल अनिल दाजु एकदमै गुड। कस्तो हेल्थको लागि एकदमै राम्रो हो यो खास। अनि दर्जीज्यू वास्तवमा भन्नुपर्दाखेरि सबभन्दा राम्रो चाहिँ मेन्टली, किनभने हामी अहिलेसम्म यस्तो गुसुमुसु परेर होइन, अस्ति भर्खर एक्जाम, हिजो भर्खर एक्जाम सकियो। त्यसको लागि
प्रिपेयर गर्दाखेरि चाहिँ एकदमै मेन्टली एकदमै त्यो भयो के भन्छ त्यसलाई अब यस्तो भयो है अब शब्द चाहिँ याद आएन अहिले त्योबाट फेरि फ्री हुनुको लागि अलिकति यस्तो नेचरसँग होइन घुलमिल हुँदाखेरि चाहिँ एकदम खुसी लागेको छ अनि यो चाहिँ मेन चाहिँ हाम्रो सागरजीको अपिलले गर्दाखेरि यस्तो भयो त्यसैले सबै उहाँलाई धन्यवाद हृदयदेखि धन्यवाद अनि हिजोको इक्जाम चाहिँ कस्तो भयो एकदम सोचेको भन्दा पनि जस्तो आयो कि सोचेको भन्दा नि राम्रो तर सोचेको भन्दा नि नराम्रो भयो कि तर यो चाहिँ एकदमै फिलोसोफिकल भनाइ हो होइन सिधी बिन्ती मान्छेले यो बुझ्न सक्दैन त्यो चाहिँ अनि तपाईँले पछि फोटो गरेर सोच्नु होला ल ल धन्यवाद धन्यवाद मलाई चाहिँ एकदम रमाइलो होइन अब म इक्जामको बारेमा चाहिँ कुरा गर्दैन होइन यस्तो बाटोमा चाहिँ मलाई हिँड्दा एकदम रमाइलो लाग्छ त्यसै नै मेन कुरा चाहिँ होइन किन रमाइलो लाग्छ तपाईँलाई किनकि अब त्यो रोडतिर हिँड्दा त्यहाँ कि त्यहाँ एकदम झाउ के कान पनि खाने हिँड्दा मात्रै 2 किलोमिटर मात्रै छ रमाइलो पनि खासै हुँदैन होइन यो बाटो चाहिँ एकदम सुनसान अनि अलिक एकदम सिधालो हुनको कारणले चाहिँ मलाई चाहिँ राम्रो लागेको रमाइलो नै छ नि साँच्चै भन्दा यस्तो बाटोमा कहिले कहिले मात्रै हिँड्न पाउँछ नि होइन जहिले नै कहाँ पाउँछ अनि शनिबार आउने सधैँ आए पनि हुन्छ तर आउँदैन रमाइलो चाहिँ होइन सबै आउनु होला तपाईँहरू सबै रमाइलो हुन्छ साँच्चै भनेको गाइसहरूको अब नजानिकन भन्छु एकदम मजा छ यो एकदम रमाइलो होइन थाक्नु पनि थाक्छ रमाइलो पनि छ होइन गाह्रो पनि हुन्छ यस्तो बाटो चटक भएछ कि आज कस्तो भयो अरे एकदम चटक भने बबाल हो अनि पहिला कहिले आएको थियो यो बाटोमा फर्स्ट टाइम त होइन होला फर्स्ट टाइमै भने हुन्छ पहिला आयो भने होइन पहिला दुईचोटि आयो तर पनि अब खै फेरि फर्स्ट टाइम आयो जस्तो लाग्छ कि किनकि जङ्गलको बाटो पऱ्यो होइन रमाइलो छ कि छैन एकदम नेचर के प्रकृति के अरे प्रकृति नरम साँच्ची भन्नु कि साँच्ची एकदम रमाइलो छ यो जङ्गलमा सोचेको भन्दा नि बेग्लै मजा छ होइन हिँड्दा अब बाटो चाहिँ अलिक गाह्रो यस्तो छ होइन एकदम कुनै ठाउँमा गाह्रो कुनै ठाउँमा सिधा रमाइलो पनि छ हिँड्दा ल गाइस हिँड्दा फाइनली पुग्न आउन लागेको छ 2 घन्टा लगभग 2 घन्टा जति लाग्यो होला 1 घन्टा भएको छैन मलाई चाहिँ किन धेरै दिनपछि हिँडेर होला 2 घन्टा जस्तो लाग्यो अब फिलिङ आयो कि एकदम हिँडे जस्तो अलिअलि होइन झाउ लाग्यो जस्तो त होइन तर पनि एउटा धेरै हिँडे जस्तो कि धेरै नहिँडेर कारणले चाहिँ अलि बाटो लामो टाइपको लाग्यो अनि 2 घन्टा हिँड्यो होला सम्झेको 1 घन्टा पुग्न आयो ऊ त माथि हो म ऊ त्यो डाँडाको यतापट्टिको त्यो सेकेन्ड डाँडामा पो रहेछ क्या आजसम्म पुगेको नरहेछ भर्खर 1 घन्टा हिँडेछ कसले पुग्यो अरे भ्यू अब हामी चाहिँ ऊ त्यो अब त्यो डाँडामै हो चाहिँ हो भन्छ खै जङ्गल टाइपको छ डाँडा हो कि के हो यसलाई चाहिँ अलि रेस्ट गर्ने टाइपको रहेछ फाइनली है गाइस रुख एकदम धेरै छ यो जङ्गलमा चाहिँ रुख चाहिँ एकदम धेरै अचम्म परिरहेको छु म चाहिँ म मात्रै होइन हाम्रो साथीहरू सबै अचम्म परिरहेको छ रुख चाहिँ एकदम धेरै छ रमाइलोको सीमै छैन कि कति रमाइलो यहाँ होइन रुकै के यार जङ्गलभरि रुख यार जङ्गलमा त रुख पो हुन्छ नि कहाँ यार सेट बिर्सेको जस्ट एकदम रमाइलो रुखहरू यति धेरै अब धेरै दिनपछि देखेको भनौँ न अब अड्किन्छ त
यो माया भन्ने के हो कलर त सेमै छ यार कालो कालो होइन यार अब अझै टाइम लाग्छ अब चाहिँ धेरै भयो पुगेपछि है गाइस पुगेपछि कोपी खाने कि चुङ्गम खाने फाइनली गाइस हामी होइन 2 घन्टाको बाटो हिँडेर चाहिँ अब चाहिँ पुग्न आयो होइन एकदम गाह्रो भयो रमाइलो पनि भयो अनि जुन ठाउँमा जानुपर्ने थियो त्यो ठाउँ चाहिँ आइपुग्यो यस्तो रहेछ हजुर माथि गइदिनु के भन्छ त्यस्तै बाटो छ अब चाहिँ हामी फर्किँदै होइन किनभने माथि गयो एउटा ठाउँहरू दर्शन गऱ्यो अहिले चाहिँ फर्किनु आज न मौसम भएको चाहिँ एकदम अँधेरो टाइपको भएको छ कि खै पानी पर्दा जस्तो गरम मान्छेहरू पनि आयो अब पुग्न लाग्यो हजुर गाइस पानी कसो लगाइरहेको थियो अब मुनि झर्नुसम्म पानी परिदिइरहेको थियो ढलाउने साधन लगाइदिनु लगाइदिनु अब रुच्दै अलिक ठुलो पर्छ होला साह्रो परिरहेछ पानी परिहाल्यो भिज्दै भयो केही छैन चेन्ज गर्नुपर्छ